युएई केही वर्षमा कसरी फर्स्ट वर्ल्ड कन्ट्री बन्न सफल भयो त? अब हामी कुरा गरौँ बिग कन्ट्रिजहरूको जस्तै युएसए, क्यानाडा, युके। त्यहाँनिर तपाईँहरूले जति नै कमाउनुहुन्छ त्योभन्दा 50 to 60% भन्दा बढी तपाईँहरूले गभर्मेन्टलाई तिर्नुहुन्छ। र गभर्मेन्टलाई त तिर्नुभयो, त्यसको साथसाथै तपाईँहरूले त्यहाँनिर के पाउनुहुन्छ त? त्यहाँनिर पाउनुहुन्छ तपाईँले हाई क्राइम रेट, जहाँनिर तपाईँ पनि सेफ हुनुहुन्न, तपाईँको फ्यामिली पनि सेफ छैन र तपाईँको इन्भेस्टमेन्ट पनि सेफ छैन। तर त्यही कुरा तपाईँहरूले दुबईमा हेर्नुहुन्छ, युएईमा हेर्नुहुन्छ भने युएई रहेको छ वर्ल्डको सेफेस्ट कन्ट्री, जहाँनिर चाहिँ तपाईँहरूले चाहिँ 0% ट्याक्स पनि तिर्दै हुनुहुन्छ, जहाँनिर तपाईँ सेफ हुनुहुन्छ, तपाईँको फ्यामिली सेफ छ र तपाईँको इन्भेस्टमेन्ट पनि सेफ छ। त्यसैले नै यो बिग कन्ट्रिजहरूबाट मान्छेहरू युएई मुभ हुँदैछन् र लिँदैछन् गोल्डन भिजा, जुन चाहिँ छ $5.5 लाख को मात्र, जुन चाहिँ हुन्छ दुबईमा 2 मिलियन दिराम्स। त्यसपछि उहाँहरूले आफ्नो पुरै फ्यामिलीलाई चाहिँ गोल्डन भिजा गरेर स्पोन्सर गरेर यहाँ दुबईमा लिएर आएर सेटल गरिरहेको छन्। र यदि तपाईँहरू पनि अझैसम्म पनि सोच्नु भएको छैन दुबईमा आएर सेटल हुन्छु, गोल्डन भिजा लिएर यस्तो 0% ट्याक्स रेट कन्ट्रीमा बस्छु र सेफ भएर बस्छु भने, तपाईँहरू पछि पर्दै हुनुहुन्छ।